नमस्कार आदरणीय दर्शकबिन स्वागत छ। के तपाईको बच्चा सानो कुरामा रोइरहन्छ, भनेको कुरा मान्दैन र जता पनि जिद्दी मात्रै गर्छ र कहिलेकाहीँ तपाई सोच्नुहुन्छ कि मेरो बच्चा यति जिद्दी किन भयो? दर्शकबिन सत्य के हो भने जिद्दी बच्चा खराब हुँदैन, तर उसको भावना बुझ्न नसक्दा समस्या बढ्छ। आजको भिडियोमा म तपाईलाई बताउने छु बच्चा किन जिद्दी हुन्छ र जिद्दीपन कसरी हटाउने कुनै वैज्ञानिक तरिकाहरू, 7 वटा तरिकाहरू। सबभन्दा पहिला बुझौं बच्चा किन जिद्दी हुन्छ त। हामीले बुझ्नुपर्ने कुरा के हो भने बच्चाको दिमाग अझै विकासको चरणमा हुन्छ। सानो बच्चाको दिमाग विकासको चरणमा हुन्छ। उसले ध्यान खोज्छ, एटेन्सन। यदि बच्चाले सकारात्मक ध्यान पाउँदैन भने उसले नकारात्मक तरिकाले ध्यान खोज्छ। जिद्दी गरेर भए पनि ऊ तपाईको ध्यान चाहन्छ, त्यसकारण ऊ जिद्दी बन्छ। आफ्नो कुरा व्यक्त गर्न नसक्नु अर्को कारण के हो भने सानो बच्चाले आफ्नो भावना शब्दमा भन्न सक्दैन, त्यसैले ऊ रोएर, कराएर वा जिद्दी गरेर प्रतिक्रिया दिन्छ। र जिद्दी बन्नुको अर्को कारण के हो भने धेरै नियन्त्रण गर्नु। यदि बाबुआमाले सधैँ यो नगर त्यो नगर भन्नुहुन्छ भने बच्चाले आफूलाई दबिएको महसुस गर्छ र ऊ जिद्दी भएर प्रतिक्रिया दिन थाल्छ। मोबाइलको लतले पनि बच्चा जिद्दी बन्छ। मोबाइल देखाएर हुर्काएका बच्चामा सहनशीलता कम हुन्छ। उनीहरू तुरुन्तै चाहेको कुरा चाहन्छन् र उनीहरू जिद्दी बन्छन्। दर्शकबिन याद राख्नुहोस्, जिद्दी बच्चा होइन, परिस्थिति गलत हुन्छ। त्यसैले जिद्दीपन हटाउने 7 वटा असरदार तरिकाहरू म तपाईहरुका सामु शेयर गर्दछु। अब कुरा गरौँ समाधानको। सबभन्दा पहिला तपाई चिच्याउन बन्द गर्नुहोस्। हामी जसरी बच्चालाई गल्ती गर्यो भने चिच्याउँछौँ, चिच्याउँदा बच्चा डराउँछ र सुधारिदैन। डरले केही समय चुप लाग्छ तर व्यवहार बदलिदैन। तपाई विकल्प दिनुहोस्। यो लगाऊ भन्नुभन्दा पनि रातो कपडा लगाउने कि नीलो भनेर सोध्नुहोस्। यसले बच्चालाई निर्णय गर्ने अवसर दिन्छ। शान्त भएर कुरा गर्नुहोस्। जब बच्चा रिसाएको हुन्छ त्यतिबेला सिकाउने समय होइन, पहिले उसलाई अंगालो हाल्नुहोस् र उसलाई सम्झाउनुहोस्। मोबाइलको प्रयोग कम गर्न दिनुहोस्। मोबाइल हटाउँदा सुरुमा झन जिद्दी बढ्छ र तर 7-10 दिनपछि व्यवहार परिवर्तन देखिन्छ। त्यसकारण मोबाइलको प्रयोग कम गर्ने। राम्रो व्यवहारको प्रशंसा गर्नुहोस्। तिमीले आज राम्रोसँग खायौ, म खुसी भएँ। पोजिटिभ रिइन्फोर्समेन्ट धेरै प्रभावकारी हुन्छ। रुटिन बनाउनुहोस्। नियमित सुत्ने, खाने, खेल्ने समय भए बच्चामा असुरक्षा कम हुन्छ। उनीहरू नियमित रूपमा गर्छन् र तपाई आफै शान्त बन्नुहोस्। बच्चाले तपाईलाई हेरेर सिक्छ। यदि तपाई चिच्याउनुहुन्छ भने उसले पनि त्यही सिक्छ र ऊ जिद्दी बन्छ। त्यसकारण शान्त भएर बोल्ने गर्नुहोस्। बच्चा जिद्दी हुँदैन, ऊ सुन्न चाहन्छ, ऊ बुझ्न चाहन्छ। आजबाट बच्चालाई परिवर्तन गर्ने होइन, आफूलाई परिवर्तन गर्ने प्रयास गरौँ। सबभन्दा पहिला तपाई अभिभावक हुनुहुन्छ भने बच्चालाई परिवर्तन गर्नुभन्दा पनि आफै परिवर्तन हुनुहोस्। यदि तपाई पनि जिम्मेवार अभिभावक हुनुहुन्छ भने यो भिडियो शेयर गर्नुहोस्, किनकि धेरै बाबुआमालाई यो कुरा जान्न जरुरी छ। कमेन्टमा लेख्नुहोस् मेरो बच्चा कति वर्षको छ, मेरो बच्चा कति वर्षको छ। र प्यारेन्टिङ सम्बन्धी यस्तै भिडियोको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।